झगडा धेरै हुने, अर्कालाई नबुझ्ने, पारिवारिक वातावरण राम्रो नहुने, त्यसै गरेर कुलतमा फस्ने भनेको हाम्रो यो सबै खानपान, विचार, आहार, व्यवहार सबै यी विचारहरू अशुद्ध भएको कारणले गर्दाखेरि त्यो भएको हुन्छ। र अब के गर्ने फेरि शुद्ध भन्न कहाँ गर्ने भन्दाखेरि अब पाइँदैन, शुद्ध खाने शुद्ध पिउने कुरा त यहाँ बजारमा त पाइँदैन। तर पनि हामीले खाँदै गरेका औषधिहरूले नराम्रो असर नगरोस् र हामीले खाएका खानाहरू पिउने पानीहरूबाट पनि हामीले त्यति साह्रो असर नगरोस् भनेर आफ्नो शरीरमा लागेका समस्याहरूलाई आफूले पनि सन्चो गर्न सक्ने अनि खाएका औषधिहरू पनि अलिकति कम हुँदै च्याट्ट हुन पनि सकिन्छ। त्यो कारणले गर्दाखेरि आज मैले सजिलो हजुरहरूले बुझ्ने तरिकाले सिकाउनेछु, उहाँ सरले पनि सिकाउनुहुनेछ। पालै पालो सिकाउँछु, सर पनि